bitch looking like a lead, not that booty. I need that. Two white bitch on deep pop, chillin', teapot, two left feet, them Reebok. Shawty did freelance, now she a freak. That shit never let the bitch alone with my team. My gotta be on deep pop, chillin', teapot, two left, deep pop, chillin', teapot, two left, deep pop, chillin', teapot, two left. प्रकृतिको एक उत्कृष्ट नमुना भरतपुरबाट 35 किलोमिटरको दूरीमा रहेको देवचुली डाँडा अति नै सुन्दर छ, जसले हरेक वर्ष हजारौं टुरिस्टहरूलाई आकर्षित गर्छ। र आजको हाम्रो यात्रामा देखाउनेछौँ हामी त्यहाँ पुग्नलाई भोगेको कठिनाइहरू। असली राइडरको मजा लिइरहेछ सोल्टीले। र देखाउने छौँ त्यहाँको नाइट लाइफ। अनि गन्तव्य पुग्दाखेरिको खुसीको क्षण। लेट्स गो, फाइनली आइपुग्यौँ गाइज हामी। हेलो, व्हाट्स अप गाइज, आई होप ऑल of you are doing well. Welcome back to another vlog. Today we are here at the highest altitude डेस्टिनेसन प्लेस इन नवलपुर। नवलपुरको यो सबभन्दा ठुलो डाँडा हो। हामी आएका छौँ आज। को आउनु भएको छ यहाँ कमेन्ट गरौँ है त। पछाडिको भ्यू हेर न गाइज, आँखा नै जान्न कि जति हेऱ्यो त्यति हेर्न मन लाग्छ होइन। आउट अफ द्याट वर्ल्ड के जुन छ नि यो ऱ्याट रेस अर्निङ मनी, त्यो बाहिरको जिन्दगी हेऱ्यो भने गाइज एकदम ब्युटिफुल छ, एकदम रमाइलो छ। इन्ट्रो देखेर थाहा पाइसक्नु होला, आज जाँदैछौँ हामी दुईजना देवचुली डाँडा। भरतपुरबाट लगभग 35 किलोमिटरको दूरीमा छ र हामी हिँडेको चाहिँ 1 घन्टा भइसक्यो र जसमा आधी घन्टा चाहिँ लगातार हामी यो डाँडा चढ्यौँ। उकालो चढ्दा चढ्दै हामी बाटोमा दामी फोटो खिच्ने ठाउँ आइपुग्यौँ। मजाले एकछिन फोटोसोटो खिच्छौँ, भ्लगहरू बनाउँछौँ र यो पिसफुल इन्भाइरोमेन्टको मजा लिन्छौँ। बाटो चाहिँ देख्न सक्नुहुन्छ एकदमै अफरोड छ, त्यही भएर हाम्रो राइडर चाहिँ एकदम केयरफुल भएर चलाउनुपर्छ र राम्रो राइडर हुनुपर्छ, नत्र चिप्लियो भने सिधै तल। मान्छेहरू जे होस् स्कुटी र बाइक दुइटैमा जाने रहेछन्, तर एज पर माई पर्सनल एक्सपिरियन्स म चाहिँ बाइकमा जान रेकमेन्ड गर्छु। 4 वर्ष अगाडि म यही ठाउँमा बाइकले पनि गएको थिएँ र आज स्कुटीले जाँदाखेरि बाइक चाहिँ एकदमै बेटर हुन्छ जस्तो लाग्यो। कुनै कुनै ठाउँ त यस्तो छ कि बाइक र स्कुटीले डबल धान्न सक्दैन, त्यही भएर एकजना चाहिँ झरेर अनि अर्कोले मजाले स्कुटी अथवा बाइक माथि लिएर आम। अनि सबै ठाउँमा यस्तो छैन, त्यही भएर रिस्क नलिएर झरेर हिँडौँ मजाले। रमाइलो र स्ट्रगल गर्दा गर्दै हामी आइपुग्यौँ पोखरी चोक। लगभग 45 मिनटदेखि 1 घन्टा लाग्यो यहाँसम्म आइपुग्नलाई, किनभने हामी बाटोमा रोक्दै फोटोसोटो खिच्ने, कालो बाटोमा झर्दै हिँड्ने गरेर। 4 वर्ष अगाडि आएको थिएँ म, त्यही भएर बाटो चाहिँ केही याद नभएर यहाँ एकछिन बाटो सोध्नलाई रोक्छौँ हामी। उहाँहरू पनि माथि नै जानलाई बस्नु भएको रहेछ र बाटो सोद्धाखेरि स्कुटी पनि जान्छ र हिँडेर पनि जान सकिन्छ अरे, तर बाटो चाहिँ एकदमै चिप्लो छ, त्यही भएर बचाएर लानुपर्छ भन्नुभयो। माथि कटेजसम्म पुग्नलाई लगभग 45 मिनटसम्म हिँड्नुपर्छ, त्यही भएर हामी चाहिँ बेलुकाको समयमा हिँड्नलाई उचित हुँदैन भनेर हामी चाहिँ स्कुटी नै लिएर गयौँ। बाटोमा चाहिँ यस्तो दामी दामी फोटो खिच्ने ठाउँहरू आउँदाखेरि हामी चाहिँ रोक्दै फोटो खिच्दै आधी घन्टा लाग्ने बाटोलाई पनि 1 घन्टा लगाएर पुग्यौँ। अलिकति अगाडि गएपछि डरलाग्दो बाटो देख्यौँ, अनि यहाँ दुईजना बाइकवाला दाइहरूले रोकिराख्नु भएको रहेछ र उहाँहरूलाई सोध्छौँ हामी अगाडि स्कुटी लान मिल्छ कि मिल्दैन भनेर। जान्छ स्कुटर है? बाटो चाहिँ एकदमै चिप्लो र डेन्जर छ भन्ने थाहा भएपछि हामी एकछिन झरेर हेर्न आउँछौँ जान्छ कि जाँदैन स्कुटी भनेर। तिमी बटार्नु पर्दा ऊ छ त मलाई राम्रै सोलो त जान्छ, डबल चाहिँ गाह्रो हो। हामीलाई 20 मिनट आधी घन्टा लाग्यो नि, खासै केही फरक पर्दैन कि, बिस्तारै जाने हो, माथि गन्तव्यसम्म पुग्न पर्यो होइन। अदरवाइज everything is all right. अलिकति अगाडि आइपुगेपछि अर्को एक ठाउँमा पनि त्यस्तै बाटो रहेछ। बिस्तारै ब्रेक हान्दै पिल्दै आउलो।
ठिक छ यतिको गयो भइहाल्यो नि बिस्तारै ब्रेक हान्दै अब बिस्तारै हो बाटो हेर्दा एकदमै डेन्जर र चिप्लो छ त्यही भएर यस्तो बाटोहरूमा एकदम केयरफुल भएर हिँड्नुपर्छ उसलाई ड्राइभिङको फिल आइरहेछ रे असली राइडरको मजा लिइरहेछ सोल्टीले के बस्ने ठाउँ त होला नि लामो हुन्छ के किन नहुने हुँदैन जस्तो लाग्यो बस्ने ठाउँ त होला जस्तो लाग्यो फाइनल्ली यार यहाँनिर यत्रो हिँडेर 15-20 मिनट हिँडेर हिँडेको मात्रै अनि यो थम भाइको ग्याप थियो चिप्लेको भाइ तल यस्तो सानो सानो ग्यापबाट हाम्रो थम भाइले यस्तो दामी राइडिङ हानेर हामी फाइनल्ली एउटा कटेज भएको ठाउँमा आइपुग्यौँ अनि सोधौँ है त त्यो कटेज नै हो कि होइन यहाँ हामी त फर्किन लाग्थ्यौँ बाटो यस्तो छ यो त यो त होइन होला बाटो भनेर हामी त फर्किन लाग्थ्यौँ धन्न बाटो रहेछ यार कटेज रहेछ ओ माई गड यार के छ ब्रदरहरू यार हामी भर्खर आएको अलि माथिसम्म गएको त्यहाँबाट झन् अब यो बाइक अघि बाइक त्यही भने होइन होला यहाँ पछि बिहान चाहिँ हिँडेर जाने यो माथि ए यतैबाट हो कि त्यहाँबाट ए ओके ओके आमामा यहाँ बस्ने ठाउँहरू त हुन्छ होला है ए धन्यवाद है दोस्त ओके सोधौँ त थम यार अहिले बाजे हामी दुईजनालाई पनि यसो मिलाउन पर्ने थियो दुईजना हामी दुईजना हो कि दुईजना नयाँ मान्छे हो अनि यसो हामीलाई नि आज बेलुका बस्नलाई वासस्थान मिलाउनु पर्यो अनि ए ल कटेजमा बस्ने भन्थ्यो कि उहाँदेखि कहाँ हो गाउँ साँगुरोबाट नयाँ आएको आज शनिबारको दिन मान्छेहरू चाहिँ टन्नै हुनुहुन्थ्यो त्यही भएर रुम पनि पाउला नपाउला भन्ने डर थियो धन्न बाजेले चाहिँ मिलाइदिनु भयो रुम अनि त्यहाँपछि बल्ल ढुक्क भयो मान्छेहरू जस आइराख्ने रहेछ नि यहाँ मजाको बिहान चाहिँ सनराइज चाहिँ खतरा
गाइज बेलुका चाहिँ एकदमै ढिलासम्म रमाइलो गरियो अनि खानासाना खाइयो। त्यहाँपछि सुत्न लायक कोठातिर लाग्यो हामी। सही रहेछ। कोठा चाहिँ हाम्रो यस्तो छ गाइज, आज चाहिँ हामी अलि ढिला ढिला आइपुग्यौँ अनि यहाँ टन्नै मान्छेहरू हुनुहुन्थ्यो, एकदम बिजी बिजी थियो। यी कोठाहरू खासै थिएन, त्यही पनि एउटा मिलाइदिनु भएको कोठा त्यस राम्रै छ। सो गाइज अब चाहिँ के अरे एकदमै निन्द्रा लागिसक्यो। आज दिउँसोभरि घाममा डुल्यौँ अनि फोटोसोटो अति धेरै खिच्यौँ। अनि त्यहाँपछि फेरि आएर बाइकमा सरासर म त हिँड्न पऱ्यो, भिडियोमा हेर्नुहुन्छ अहिले होइन। यो तोरी बाइकमा जसरी भयो नि लिएर आयो होइन। हेर न दुःख नभनेको अनि त्यत्रो होइन दुःख त गऱ्यो, नगरे होइन, हातको छाला गयो होला त्यति त। अनि अरू त के भयो हातको छाला, किसानको हातको छाला कहाँ जान्छ यस्तो। हलो जोतेको हात हो, तिमीले हलो त देखेन होला म्युजियममा। तिमी पहिला जन्मेको म पहिला जन्मेको है। अनि गाइस जे होस् कोठा चाहिँ एकदम वर्दी छ गाइस, किनभने एकदममा 120 रुपियाँमा सस्तो नि छ। अब लास्टमा नभए पनि रुम मिलाइदिनु भयो। अनि 120 रुपियाँ पर्यो रुमको। त्यो बेला आएन अरे मादर त 120 रुपियाँ पर्यो रुमको। अनि खानाको अरू खर्चहरू पनि एकदम कम नै छ मिलाएर। रुम किने भने 120 रुपियाँ पर्यो। 120 रुपियाँ मात्रै दिन पर्दो रहेछ एक रातको भन न। 120 रुपियाँ पर्यो रुमको। रुम किनेर के 120 रुपियाँ पर्ने रहेछ पर पर्सन एक नाइटको। सो हामी दुईजनाको अब 240 रुपियाँ भयो नि खानासाना गरेर। जे होस् एकदम सस्तो रहेछ यहाँको इच एन्ड एभ्रिथिङ। अनि माहौल पनि एकदम रमाइलो थियो। आज एकदमै रमाइलो गरियो। भोलि बिहानै उठ्न छ, फेरि उठेर जानु छ माथि। यो ठाउँ चाहिँ सनराइजको लागि एकदम फेमस छ गाइज होइन। सो बिहानै हामी 4 बजे उठेर सनराइजको लागि जानु छ माथि। अब चाहिँ सुत्न पर्यो। हेलो गाइज, आज गुड मर्निङ है। के अरे हिजो चाहिँ लास्टै रमाइलो गरियो अनि अलिक ढिला ढिला सुत्यो, थकाइ लाग्थ्यो लास्टै। अनि त्यही भएर आज बिहान उठ्दाखेरि चाहिँ अलिक ढिला उठ्यौँ, अलिक धेरै नै ढिला भयो। के अरे अब चाहिँ हामी माथि जाँदैछौँ, त्यही पनि माथि गएर राम्रो भ्यू आउँछ है। माथिबाट हेर्छौँ अहिले गएर दामी भ्यू देखाउँछौँ हामी। ढिला भयो नि कडा आउँछ जस्तो छ। सो अब चाहिँ आधी घन्टा हिँड्नुपर्छ हामी यो ठाउँमा यसरी। थम्सर गुड मर्निङ। गुड मर्निङ। अब चाहिँ हामी यो चढ्छौँ गाइज। यो भनाइ अब आधी घन्टा चढ्छौँ माथि डाँडामा। त्यो डाँडामा अहिले देखिँदैन, डाँडामा गएर अब त्यहाँको सही भ्यू देखाउँछौँ है। पानी ल्याउन बिर्सियो, मेरो लास्टै दुःख लाग्छ अहिले माथि पुग्नु किटिकिटिहरू। पानीको स्रोत पाइयो, पानी अहिले खाएर गइहाल्यो। माथि पर्छ कति पर्छ पानीको? यो के होइन लान लाग्यो लानु लाग्यो। कति रुपियाँ पैसा दिन्छ खुल्लै खुल्ला थियो यार। त्यो 50 रुपियाँ 50 रुपियाँ छ है। धन्यवाद है। पानीको बोतल किन्न बिर्सेर गाइस भर्खरै पानी किनेमा हामी। यहाँ 50 रुपियाँमा देखाउ दमै कत्रो बोतल छ। एक बोतल पानी किने, पानी बिर्सेर नत्र शिकार गर्न गएको हतियार नै छोडेर गए जस्तो भयो कि। टेन्सन हुन्छ नि त अहिले। पानी लास्टै यहीँ ठकाइरहेको किटी भइसक्यो। अनि खानु पऱ्यो न पानी अहिले। थकाइलाई यार बोल्दै झन्। त्यही भएर ल भनाङ चढ्छौँ गाइस। अब माथि पुग्छौँ पछाडि यार। एकछिन मात्रै हिँडेको यस्तो नराम्रो थकाइ लाग्यो यार। अनि त्यति बेलासम्म यो भ्यू हेरौँ कस्तो दामी छ। गाइस तराई बासिन्दा भएपछि हिँड्नलाई चाहिँ यस्तो गाह्रो हुन्छ यार। थैट हिँड्नलाई दिमाग खराब हुन्छ। अझै पुग्ने कहाँ हो वहाँ डाँडामा अझै 45 मिनट लाग्छ अरे भन्छन् यार। तेल निस्किन्छ त अहिले, तेल निस्किसक्यो। अब 15 मिनट हिँडेर लास्टै घाम छ, घामले चुस्यो कि अलिक ढिला उठ्यौँ। धेरै सनराइज देखाउने भनेको अब सनराइज देखाउँछौँ खतरा। सनराइज देखाउने हो। अब गाइस अब चढ्छौँ यार जसरी गरेर भने चढ्नु पऱ्यो माथिसम्म, त्यहाँसम्म। यार लास्टै थकाइ लागेर एकछिन बसेको, चिटको आनन्द लिएर बसिरहेको छ यहाँ। लास्टै थकाइ लाग्यो हो। अझै हिँड्नुपर्छ यत्रो यार। आधी घन्टा 45 मिनट कसरी हिँड्ने भइसक्यो गाइस। यस्तो फर्किम भइसक्यो। तर त्यो भ्यू लिनलाई माथिको त्यो एकचोटि खतरा नजारा हेर्नै पर्ने छ। यसरी बसेर त कहाँ हुन्छ भाइ। ए भाइ
मलाई यस्तो गाह्रो भएर यसलाई ब्याग स्याग बोकाइदिएको त सोल्टीले यहाँ तेल निस्क्यो ल हिँड्यमै त गाडी ल गाइस फाइनल्ली बाबु नि आयो माठे पहाड त कति चढियो लेट्स गो फाइनली आइपुग्यौँ गाइज हामी तराई बासिन्दाको लागि लास्टै गाह्रो हुने रहेछ गाइज पहिला 4 वर्ष अगाडि आएको गाइज यो ठाउँमा त्यसको तलपट्टि केटाहरूलाई याद होला टेन्ट लाएर बसिरहेको थियौँ हामी यो सानो टावरको तलपट्टि त्यसो यो माथिपट्टि चाहिँ गएन याद भएन तर मजाले रमाइलो गरेको थियौँ कि यो ठाउँमा हामी यस्तो दामी भ्यू छ कि हेर यहाँबाट चढेर टावरबाट मजाले भ्यू लिन मिल्छ दामी भ्यू छ क्या चाहिँ मजा आएर के दिस भ्यू इज वर्थ एभ्री कस्ट गाइज इट्स सो ब्युटिफुल टु वाच फर गाइज लास्टै रमाइलो छ हेर न दामी भ्यू छ यार यत्रो दुःख गरेर बल्ल तल्ल आइयो गाइज होइन लास्टै हिँड्यो यार यस्तो घाम बिहान ढिला उठेर गाइज जे भए पनि हिँड्दै आइयो होइन हेर न भ्यू हेरौँ न गाइज भ्यू यस्तो दामी छ यार मजा आएको लास्टै पिसफुल छ कि क्या जब हामी निस्किन लाग्यो यहाँबाट होइन रमाइलो भयो एकदमै यहाँ माथि आएपछि एकदम झन् खतरा भ्यू देखिने रहेछ माथिबाट दामी देखियो एकछिन बसेर एकछिन आराम गर्न नि मिल्दो रहेछ मजाले बसेर अनि पिसफुल भाइबको इन्जोय गरेँ पिसफुल भाइबलाई एकदमै इन्जोय गरेँ मेरो क्यामेरा पनि बचाउनु पर्छ मैले ओभरअलमा मैले आफ्नो बेस्ट ट्राई गरेको छु तपाईँहरूलाई बेस्ट भर्जन देखाउनलाई होइन यो ब्लगको हरेक पटकमा इम्प्रुभमेन्ट त गर्ने हो नि होइन यो मेरो 3rd ब्लग हो अनि क्यामेराबाट अनि अब ब्लग बनाएर मजाले एडिट गरेर म टाइम लिएर बरु आफ्नो बेस्ट भर्जन देखाउने कोसिस गर्छु गाइज ल गाइज हामी चाहिँ अब निस्किन्छौँ होइन यहाँबाट गरियो रमाइलो फोटोसोटो खिचियो मजाले होइन ब्लग बनाइयो जस्तै राइडरहरू चाहियो भने स्किलफुल चाहियो राइडर आँखा नदेखे पनि आँखा 300 भए पनि चलाउन सक्छ आँखा 300 भए पनि चलाउन सक्ने हुनु पर्यो राइडर चाहिँ राम्रो हुनु पर्यो किनभने बाटो अलिकति मिलाएरै चलाउनु पर्छ भन न कसरी दोरीले तान्दियो समर्थे भाइले गर्दाखेरि आज हामी जान पाइएन माथि यो डरपोकलाई हेर न साला डराएर उहाँ माथिबाट एक्लै गयो यार अब भोक लागिसक्यो यार मलाई इनर्जी छैन चढ्नलाई ओए हमें यार तान्दिन पर्ने थियो थोरै यार
need to find the way that has not come to our life. भयो नेपालीमै भन्नु कि मतलब वो अलग ही लेवल का बंदा था. र गाइज यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला र माया देखाउनु होला. तपाईँलाई मन पर्यो भने हामी नेक्स्ट भिडियो पनि योभन्दा बेटर हामी चाहिँ एभ्री डे इम्प्रुभ गर्दै जाने हो. एभ्री भ्लगमा इम्प्रुभ गर्दै जाने हो गाइज. सो तपाईँहरूलाई केही इम्प्रुभमेन्टको बाटो देख्नुहुन्छ भने मलाई भन्नु होला. यसमा कमेन्ट गर्न नबिर्सिनु होला. केही फरक पर्दैन. यो बाटो त खतरा छ त यार. कहाँ पसेको हेर नि फेरि. के अरे हाम्रो फ्यामिलीहरूले हेर्नुहुन्छ भने अब यस्तो ठाउँमा किन गएको भन्नुभयो भने तर केयरफुल भएर हिँड्यो भने यो ठाउँ सजिलो छ. त्यस्तो गाह्रो छैन. अनि म चाहिँ पहिला नै हिँडिरहेको हो. यसरी ट्रेकिङमाथि अलिअलि नसके पनि हिँडिराख्ने हो. त्यही भएर त्यस्तो गाह्रो पर्दैन. टेन्सन लिन पर्दैन. मजाले हामी पुगेर अब झर्न लागिसक्यौँ. सजिलो छ बाटो. हिँड्न सक्ने मान्छे चाहिँ हिँड्न सक्छ मजाले. अलिक चिप्लो चाहिँ हुन्छ. त्योबाट चाहिँ बस्नु पऱ्यो. नत्र त सजिलो छ. यहाँ चाहिँ हाम्रो के अरे हाम्रो यो ब्युटिफुल प्लेसलाई यहाँ चाहिँ थोरै डेकोरेट गर्दै हुनुहुन्छ. यसलाई मेकअप गर्दै हुनुहुन्छ. यो ठाउँलाई झन् ब्युटिफुल देखियोस् भनेर. यहाँ पिङ खेल्ने ठाउँहरू पनि रहेछ गाइज होइन. मजाले पिङ खेल्दै थमे रोक न. यहाँबाट भ्यू हेर्न मिल्छ कि दामी भ्यू छ कि. ल गाइज अब चाहिँ निस्केको हामी. खानासाना खाइयो अनि त्यहाँपछि एकछिन आराम गरियो. डाँडाबाट झरेपछि थकै लाग्यो गाइज होइन. त्यही भएर आराम गरियो एकछिन. अनि अब चाहिँ निस्किन लाग्यो हामी. यहाँ चाहिँ बाटोहरू थोरै साँघुरो छ कि. बाटोहरू थोरै साँघुरो छ. अनि एकजनाले स्कुटी लानु मिल्ने चाहिँ छ. त्यही भएर अब चाहिँ एकछिन कम लिएर आउँछु स्कुटी चाहिँ. अनि म चाहिँ एकछिन हिँड्छु. अगाडिसम्म हिँड्नुपर्छ म चाहिँ. अनि अब जान्छ है त्यो गाइज. सो आजलाई यति नै थियो होला.